हाई गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हाम्रो एकदमै स्पेसल डे छ। त्यो के हो भन्दाखेरि हाम्रो माताजीको बर्थडे। ह्यापी बर्थडे मम्मी। थ्याङ्क यू सो मच। आमा मम्मीलाई ह्यापी बर्थडे भन्नु। ह्यापी बर्थडे भन्नु न मम्मीलाई। ह्यापी बर्थडे कान्छी। थ्याङ्क यू आमा। ड्याडी पनि मम्मीलाई ह्यापी बर्थडे भन्नु। ह्यापी बर्थडे बुढी। थ्याङ्क यू बुढो। एरी मम्मीलाई ह्यापी बर्थडे भन्। थ्याङ्क यू एरी। ह्यापी बर्थडे एरी। थ्याङ्क यू। अनि हामी चाहिँ अब एकछिन पछि मन्दिर दर्शन गर्न जान्छौँ। म ड्याडी मम्मी अनि त्यसपछि हामी मन्दिरमा पनि भेट्नेछौँ। मम्मीले आज म दर्शन गर्छु मलाई पशुपत लिएर जाऊ भन्नुभएको छ। अब मम्मीले भनिसकेको आदेश त हामीले मान्नै पर्ने हुन्छ, नत्र भने फेरि लाइफ ड्यामेज हुनेवाला छ यहाँ कि कसो ड्याडी हो कि होइन, नत्र लाइफ ड्यामेज हुन्छ होइन। मम्मीले भने मानेन। आज मम्मीको बर्थडे ड्याडीको चिया खान जाने प्लान पनि क्यान्सल भयो। यतिको चाहिँ हुनुपर्ने हुन्छ नि फेरि होइन। आमा आज मम्मीलाई के गिफ्ट दिनुहुन्छ? के दिनु? के दिउँ लागिरहेछ? दिउ त लागिरहेछ के दिनु के चाहिँ दिनुहुन्छ त? एक चुप्पा खाइदिनु न गालामा, हुँदैन? हुन्छ ल ड्याडीले चाहिँ के गिफ्ट दिने आज मम्मीलाई? सरप्राइज भन्ने कुरा कसैलाई भनेर दिँदैन। हामी चाहिँ अब मन्दिर दर्शन गर्नलाई निस्किसकेका छौँ। अब हामी निस्किएर मन्दिर दर्शन गर्छौँ। मम्मी म ड्याडी यहाँ हुनुहुन्छ। ड्याडीले यहाँ अलिअलि रिभिल हानिदिइसक्नुभयो। हेलो 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 भनेर ड्याडीले खुस्काइदिइसक्नुभयो अलिकति। मम्मीलाई सरप्राइज एकदम सरप्राइज छ हेर्दै गर्नलाई। दर्शन गर्न हिँडेका हामी। आज मेरो जन्मदिन। ह्यापी बर्थडे टु मी। को हिँडेका? बहिनी म अनि मेरो हस्बेन्ड मेरो बुढो हिँडेका हामी चाहिँ दर्शन गर्न। त्यहाँबाट मेरो देवर पनि हुनुहुन्छ। हामी जाँदैछौँ पशुपति दर्शन गर्नका लागि। हेर्नुहोस् काठमाडौँको बेस्ट सहर यस्तो छ। हामी बल्ल तल्ल जाँदैछौँ। अब मन्दिर पुगेर भेटौँ है त। गणेश मन्दिर जाने हो, चाबेलको गणेश मन्दिर। हामी जाँदैछौँ चाबेलको गणेश मन्दिर दर्शन गरेर हामी पशुपति आउँछौँ। पहिले चाहिँ गणेश भगवान्को दर्शन गर्नुपर्छ अरे, किनकि सबैभन्दा ठुलो फल पहिलो फल चाहिँ गणेश भगवान्ले दिनुहुन्छ। ल मन्दिर पुगेर भेट। हामी अब आइपुगेका छौँ मन्दिर। जय गणेश भगवान् रक्षा गर्नुहोस्। दर्शन गर्दै हुनुहुन्छ ड्याडी हुनुहुन्छ अनि हाम्रो अङ्कल हुनुहुन्छ। अङ्कल हाई भन्नु। नमस्ते। आज मम्मीलाई ड्याडीले खत्रै गिफ्ट किनिदिने होइन हो नि। हामी चाहिँ दर्शक दुईजना मम्मी यहाँ हेर्नु मम्मी म सके राम्रो राम्रो कपडा किन्ने अरे अनि हामी चाहिँ हेरे चाहिँ हाम्रो आन्टीको बर्थडेकोलाई सेटअप गर्दै सरप्राइज दिन भनेर। तर आन्टीलाई थाहा छैन म काठमाडौँमा छु भनेर। यहाँ चाहिँ बहिनीले डेकोरेसन गर्दै हुनुहुन्छ अनि अहिले आन्टी यहाँबाट टुक्लुक्क आइपुग्छन्। यो चाहिँ चाबेलको एक्जोकिटा रेस्टुरेन्ट। यहाँको भाइब चाहिँ दामी छ हौ, पुरै काठमाडौँ देखिन्छ। किन ढिलो लाइन जाम यस्तो लिफ्ट यहाँ पासमा आइसक्यो फेरि तल झर्दिया कसरी खोइ आफै रेसेट भयो क्या के खाने? तल आउनु लागिसक्यो 5 मिनट भन्दै थियो अनुसारले। ऊ त्यहाँ ठिक छ नि अगाडि ऊ के त्यहाँ ड्याडीको आज Thank you. ह्यापी बर्थडे मम्मी। थ्याङ्क यू सो मच। मैले बुझाएको थिएँ कि के बुझ्नुभयो? सरप्राइज हो भन्ने चाहिँ थाहा थियो।
के सरप्राइज तर यस्तो सरप्राइज चाहिँ थाहा थिएन मलाई होइन मैले अर्कै सोचेको के सोच्नु भएको? फ्लप खायो मेरो सरप्राइजले तर के? अहिले नभन्नु त जोया दिदी आउनुहुन्छ भने सोचेको होइन जया दिदी होइन मैले यस्तो खालको सरप्राइज हो भन्ने चाहिँ मैले सोचेको थिएन होइन तर यो सरप्राइज पनि धेरै धन्यवाद म नसोचेको सरप्राइज भइदिएको एकदम ह्याप्पी छु मैले सोच्दै नसोचेको सरप्राइज भइदियो धेरै धेरै धन्यवाद बाबु स्वागतम ल मम्मीको ह्याप्पी बर्थडे यस्तो मम्मीको सरप्राइज केक पनि तयार गर्छु ह्याप्पी बर्थडे प्यारी आजको रानी हाम्रो मम्मी आजको रानी हाम्रो मम्मी आजको रानी हाम्रो मम्मी त्यो सल पनि मिलाउनु न अब कसैको इन्ट्री हुन बाँकी छैन Happy birthday to you. Happy birthday to you. Dear mommy. Day to you. Happy birthday. के हुँदैन मम्मी कस्तो भइराखेको छ एकदम रमाइलो लागिरहेछ मलाई त आज जिन्दगीमा यस्तो सरप्राइज भएकै थिइनँ म हो हो, साँच्चै ठुलो हुनुभयो surprise भयो। फेरि घरबाट घर गए चाहिँ मैले सोचिसकेको थिएँ भन्न पाइँदैन नि थिएन सोचेको थिएन मैले अर्कै सोचेको थिएँ होइन के सोच्नु भएको थियो भन्नु न त्यो भन्नु न अब। भन्दिनँ होइन भन्नु न भन्नु न होइन बासुहरू मिलेर केही गिफ्ट चाहिँ किनिदिन ला हुन्छ अब भन्ने सोचेको थिएँ मैले अर्कल चाहिँ काटेको थिएँ होइन तर यस्तो बाबुले सरप्राइज दिनुहुन्छ भन्ने मैले चाहिँ सोचेकै थिइनँ ल केक काटौँ अब काटौँ ल काटौँ ल ह्याप्पी बर्थडे मम्मी फेरि पनि थ्याङ्क यू सो मच मलाई सरप्राइज दिएकोमा जया दिदी हुनुहुन्न नि त यहाँ बुटोल जानुभएको जया दिदी बुटोल जानुभएको छ मुखमा चाहिँ नलाउँदै बाटो हिँड्नुपर्छ अहिले भयो अहिले ए बुढो भइरहेको छ त्यहाँनिर त्यो त्यो चाहिँ भएन थ्याङ्क यू सो मच छिनमै ग्रान्ड भयो त मम्मी बर्थडे तर म अब धेरै भावुक भएँ यस कुरामा होइन चस्मा खोलौँ न मलाई सरप्राइज दिएकोमा चाहिँ धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच लो थ्याङ्क यू आएको हो भर्खरै फर्स्ट रमाइलो सरप्राइज धेरै ह्याप्पी प्लान सक्सेस भयो नि त यस प्लान सक्सेस भयो प्लान सक्सेस भयो यस रमाइलो भएको छ एकदम रमाइलो तर सोच्दै नसोचेको सरप्राइज भइदिएमा अलि मिलायो
यस्तै भएको हुँदै होइन सरप्राइजै हो पोहोर पनि लास्टमा पोहोरको सरप्राइज चाहिँ अस्ट्रेलियामा भएको थियो यसपालिको सरप्राइज चाहिँ आन्द्रामा भयो यसमा धेरै धेरै धन्यवाद सरप्राइज दिने मेरा छोराछोरीलाई। अब एउटा सरप्राइज ग्रान्ड सक्सेस भइसकेको छ भने अब अर्को सरप्राइज पनि आउँदैछ। त्यो चाहिँ के होला वेट गर्नु होला है, वेट गर्नु होला। केही हुँदैछ यहाँ, केही हुँदैछ। एउटा सरप्राइज ग्रान्ड सक्सेस भइसकेको छ भने फेरि अर्को सरप्राइज आइसकेको छ। अब त्यो सरप्राइज चाहिँ यता छ है, यता छ। अब हामी माथि गएर हेर्छौँ फेरि रियाक्सन। आइपुगिरहेछौँ मैले यहाँ गयो, गर्मी भइ पनि आइपुगिरहेछौँ। Happy birthday. Thank you. Beauty Mama. Wait, kita नाटेको यता मेरो नातिनी आइ मलाई खुसी लाग्यो। आज त के हो सरप्राइज माथि सरप्राइज। आज मलाई धेरै सरप्राइज माथि सरप्राइज छ। आज म धेरै मेरो यो कतिौँ बर्थडे हो तर अहिले म भन्नुहुँदैन, उमेर भन्नुहुँदैन अरे क्या। म भर्खर 17 वर्ष लाग्दैछु। स्विट 16 मा छु भर्खर म होइन। अब यो बर्थडे चाहिँ यतिौँको बर्थडे चाहिँ खास भयो मेरो, धेरै खास भयो। अहिले भर्खरै पनि सम्झना आउँदिन भन्दै हजुरबाले सोध्नु भएको थियो तर आउँदिन, भोलिको एक्जाम छ, मभन्दा ठुलो एक्जाम हो भने थिएँ। तर मेरो नातिनी आई मलाई धेरै खुसी लागेको छ। एक्जाम त फेरि पनि आउँछन् रे तर होइन, एक्जाम दिनै पर्ने हुन्छ। आमा हो बुके। थ्याङ्क यू। Happy birthday to you. Happy birthday to you. Thank you रे। नानी कल ल्यायो के गयो तिमीले दिमा मिसा छैन नि? फेरि भिनाजु छैन रहेछ। लु आमालाई खुवाउनु। भिनाजु भेजिटेरियन हो क्या। बुहारीलाई पहिले खुवाइदिनु आमा, बुहारीलाई पहिले खुवाउनु नि। आमा त खानु हुँदैन फेरि आमा, पापा लाग्छ। बुहारीलाई खुवाउनु पहिले। जन्मदिनको शुभकामना आमा भन्नु, बुहारीलाई भन्नु। भन्दिनँ भन्नुभएको बिहान हात्ती बर्थडे भन्नु न। आमा सुस्वास्थ्य दीर्घायुको कामना गर्छु भन्नु। थ्याङ्क यू। मम्मीलाई सरप्राइज माथि सरप्राइज आइराखेको छ। अरू केही छ? कोही बाँकी छ भन्ने सरप्राइज? अरू कोही बाँकी छ? कोही बाँकी छ आज सरप्राइज दिनलाई? कोही बाँकी छ आज? छैन? छैन कि छ? छैन होला कि छ भने पनि आउनु अझै टाइम छ। छैन अब आज चाहिँ हाम्रो मम्मीको बर्थडे एकदम खतरा बबाले भइसकेको छ। बिहान सरप्राइज, हाम्रो बिहानको सरप्राइज एकदम सक्सेस भइसकेको छ। त्यसपछिको अहिले बेलुकाको सरप्राइज सम्झनाले दिई उसको पनि सरप्राइज सक्सेस भइसकेको छ। मम्मीले आज केही भ्यू नै पाउनु भएको थिएन होइन। बिहान जोया दिदीले एकदम ग्रान्ड सरप्राइज दिनुभयो, जोया दिदी, सिसी र म मिलेर। अनि अब मेरो गिफ्टको पालो छ। अब मैले मेरो गिफ्ट लानुपर्ने हुन्छ। मेरो गिफ्ट कहाँ छ भन्दाखेरि यहाँ यसमा छ मेरो गिफ्ट। अब म यो लगेजै बोकेर जाने पर्ने हुन्छ। अब म लगेज बोकेर गिफ्ट दिन जान्छु है त मम्मीलाई। मम्मी चाहिँ सुत्न लाग्नु भयो है, हामीलाई केही थाहा छैन। म लाग्दैछु गिफ्ट बोकेर। ह्याप्पी बर्थडे टु यु। Happy birthday to you. लगेज पाएँ त मैले थोत्रे हो कि सोध्यो हो यो लगेज कहाँबाट ल्याएको यो कुन खालको कोही उता हेर्छ। म दिनभरि केही लाएकै छैन, म लाउँथेँ नि अघि नै दिएको भए। यो के हो? गिफ्ट हो, बर्थडे गिफ्ट। अब यो बर्थडे गिफ्ट अनबक्सिङ गर्दैछु है म।
कोही यहाँ भुतुके भएर बस त्यही भएर हेरेपछि त आउँछ म हेर्न लाग्यो ए ड्याडी औषधि खाँदै हुनुहुन्छ त्यो जुत्ता हो पर्दै के हुन्छ के हुन्छ खाली सक्यो लकेट खोइ त खोलिँदैन त कता लगे चाहिँ खोल्न सक्नु भएन उल्टो भयो ए उल्टो भयो अरे अब यो गिफ्ट केही छ भने तलमाथि भएन खाली छ कि के ओभर एक्साइटमेन्ट भएछ आमा के हो यो कता हो होइन गिफ्ट अनबक्सिङ भएन खुल्यो थ्याङ्क यू यो घडी आयो मलाई चाहिँ खोइ सम्झना ताली बजाएको एरी ताली बजाउन लाउने आमा लाइलाई सुत्नु पर्छ यो त काम तर यस्तो मेरो भाइ चल्दै सक्यो होइन चल्दै उल्टो भयो कि छुट्टै रहेछ कसले दिएको यो कसले दिनु बाँकी थियो बाँकी त सबैले राम 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 गाइजहरू हेर्नु त मलाई यतै गिफ्ट यतै गिफ्ट यतै गिफ्ट यतै गिफ्ट ल यता पनि गिफ्ट कति बज्यो कति बज्यो खोइ कति बजेको कति बज्यो अहिले पाउने द आज त ड्याडी अनि खतरा हो त के हो यस्तो यता मेरो बुढीको महत्त्वपूर्ण दिनको उपलक्ष्यमा सबैलाई माया गरेको हुनाले यो मायाको फल प्राप्त हुन्छ मायाको पोको मायाको फल प्राप्त त्यस्तो ठिक छ मलाई गिफ्ट आयो आज धेरै सरप्राइज भएँ म तर जिन्दगीमा यो यस्तो सरप्राइज भएकै थिइनँ के हो होइन पहिलोचोटि मैले अर्को काटेर हुनै नसक्ने कुरा सोच्दै नसोचेको भइदियो आज होइन त्यसमा सबैलाई धन्यवाद मलाई विश गर्ने नगर्ने सबैलाई धन्यवाद ल म यही हो भन्ने सकिनँ कसले अरे यो गिफ्ट दिएको दिएको छोरीले हो लगेज ल्याएर दिएको लगेजमा चढ्नै होला भनेर चल्नै नसक्ने होला भनेर अनि त्यो लगेजमा टन्ने त हानी छ उता पनि तिनटा यता पनि लगेज भर्ने आम्बो तिमीको हो कि जस्तो लाग्यो नातिनीका कहिले दिएको भन न राति गेस गर्नु न सुशीलको हो त कसको कसको खोइ म त गेस गर्न सकिनँ यो कुरामा अनभिज्ञ छु म सुशील र नातिनी मात्रै दुईटाको हुनुपर्छ गिफ्ट दिनु चाहिँ भना हो त्यसै त हुँदैन मम्मीलाई गिफ्ट दिनु चाहिँ भना हो अब खोइ त्यो के हो मलाई थाहा भएन दुईटा मात्रै होला आमामा कस्तो फ्याल दिएको त फेरि जसले गिफ्ट दिए पनि धन्यवाद यो लगेज सहित दिएको छ मलाई लगेज चाहिँ अनि लगेज सहित आएको हो नि त पुरा लगेजमै आएको भए चाहिँ लगेज सहित भएन हो थप्ने चाहिँ यहाँ चाहिँ फेरि यहाँ बस्याएर नि पुरानो लगेज हामीले प्रयोग गरेको लगेजहरू ल त्यो गिफ्ट चाहिँ मेरो र शिशिरको तर्फबाट धन्यवाद त दुईजनालाई धन्यवाद धेरै धेरै मनन मेरो तर्फबाट धेरै मम्मीको अब चाहिँ गिफ्ट सकियो होला कि बाँकी नै छ अरू केही
अब अरू त कोही त थाहा छैन अब के खाएर बस्नु अघि पनि सक्यो नि भनिसकेको थियो अब चाहिँ सक्यो नि होला होइन साँच्चै एउटा चाहिँ महत्त्वपूर्ण के रहेछ भने बाउ हुनुभन्दा आमा नै हुनु राम्रो रहेछ रे। अनि बाउ हुनुभन्दा आमा नै हुनु राम्रो रहेछ रे। सबैतिर आउँदैन बाउलाई गाईबाट आउँदैन। बाउको त अनि बर्थडे आउने बाँकी छ नि त यसपालिको मेरो जन्मदिन चाहिँ धेरै विशेष नै भयो जस्तो लागिरहेछ मलाई। जे होस् आमाको चाहिँ महत्त्वपूर्ण नै बर्थडे हुँदो रहेछ गाँठी। यो संसार हुनु त धरती आमा नै हुन्, पृथ्वी आमा नै हुन्। मम्मीको बर्थडे अब लगभग सकिसक्यो बिहानदेखि सुरु भएको राति 10 बज्न आँटिसक्यो बर्थडेसम्म पनि मेरो राति 10 बज्न आँटिसक्यो सेलिब्रेसन भयो। यस्ता चिजहरू पनि पटक प्राप्त भए। यो फेरि मेरो अन्तिम चाहिँ अब आजको दिन धन्यवाद। यो सबै गर्न मन लाग्यो के। यस्तै रमाइलो छ यहाँ यस्तो रमाइलो भयो। अब हामी सुत्न पर्ने हुन्छ आज ब्राजिल र नर्वेको गेम छ 1:45 बजे को उठेर हेर्ने हो 1:45 बजे त स्वर्ग पुग्छ। गेम मलाई चाहिएन अलिक छिटो भएका त हेरौँ